अहिले हामी हेरिरहेका छौं तररादेखि धरानतर्फको हाइवे जोगमुनि किमाथाङकाको 4 लेन बाटो। यो जोगमुनि किमाथाङका 6 लेन बाटो हो, तर धेरै रुखहरू फडानी गर्नुपर्ने भएकोले चाहिँ यो जङ्गल एरिया 4 लेनको बाटो बनेको छ। तपाईले हेर्न सक्नुहुनेछ लामो समय यो जङ्गलको बाटो यो वनको कारणले रोकिएको थियो। पछि वनबाट क्लियर भइसकेपछि ठेकेदारको कारणले लामो समय रोकियो। करिब 4 वर्ष धरानवासी र यो बाटो प्रयोग गर्ने जनसमुदायलाई धुलो र हिलोले हैरानी भएको थियो। बर्खाको बेली अत्याधिक हिलोको कारण आउजाउ गर्ने गाह्रो भने हिउँदको बेली धुलो उडेर हिँड्नै गाह्रो हुने अवस्था थियो। पछि राजनीतिक दलका नेतृत्व, प्रदेश सांसद, सङ्घीय सांसद, स्थानीय जनप्रतिनिधि, स्थानीय सरकार प्रमुखहरूको लामो पहलमा र दबाबपछि यो सडक बनिएको छ। यो सडक बनिसकेपछि अत्यन्त सहज भएको छ। धरानदेखि विराटनगर पुग्नलाई अहिले धुलाम्मे हुनु पर्दैन। सहज रूपमा मोटरसाइकल, प्राइभेट भेहिकल, सार्वजनिक यातायात, अहिले त टेम्पो पनि चल्न थालेको छ। तपाईहरुले टेम्पो पनि प्रयोग गर्न सक्नुहुनेछ। धरान इटरी, धरान विराटनगर, धरान तररा सहज रूपमा बनेको छ। जिल्ला सडक हेरिराख्नु भएको छ। यो अलिकति यहाँ सेउतीबाट चाहिँ धरान सिमाना सुरु हुने भनेर चाहिँ अहिले आम मानिसमा चाहिँ प्रचलनमा रहे पनि चाहिँ केही समय अगाडि चाहिँ जनप्रतिनिधिहरूले चाहिँ धरानको सिमाना चाहिँ तरराको पानी पियासम्म नक्सामा देखिएको हुनाले चाहिँ धरानको सिमाना चाहिँ तररा पानी पियासम्म हो भन्ने कुरो उठेको छ। केही समय अगाडि तिलक राई मेयर भएको पनि निवर्तमान तिलक राईज्यूले पनि चाहिँ धरानको सिमाना चाहिँ यो सेउती पुल होइन मात्र होइन, तल पानी पियासम्म हो भनेपछि पानी पियामा बोर्ड पनि गाडेको थियो। त्यसपछि 79 सालमा फेरि निर्वाचनपछि नयाँ चाहिँ मेयर आउनुभयो धरानका हर्कराज राई। हर्कराज राईले पनि बेला बेला धरानको सिमानाको बारे उठाइराख्नु भएको छ, तर उठाएको जस्तो मात्रै भइरहेको छ। त्यसलाई कङ्क्रिट रूपमा, यसलाई चाहिँ विधिवत रूपमा, प्रक्रियागत रूपमा चाहिँ अगाडि बढाइएको छैन। चाहिँ यसलाई प्रक्रियागत विधिवत रूपमा अगाडि बढाए चाहिँ राम्रै हुने थियो। चाहिँ बेला बेला यो विवाद गर्ने बाहना मात्रै भएको छ, किनकि लामो समयदेखि धरान र तररावासीले सेउतीलाई सिमानाको रूपमा आम मानिसले मानिरहेका थिए। तर नक्सा हेर्दाखेरि धरानको सिमाना चाहिँ पानी पियासम्म देखेको छ र त्यो आधिकारिक सिमाना भएको छ। यसलाई अब स्थानीय सरकारले मात्रै पहल गरेर, स्थानीय सरकारमा मात्रै पहल गरेर पुग्दैन। यसलाई माथिसम्म नै सम्बन्धित निकायमा पहल गरेर चाहिँ सीमाङ्कनलाई फाइनल गरे यो समय समयमा हुने विवाद टुङ्गिने थियो। यो विवाद निकाल्ने विषय मात्रै बन्दै गइरहेको छ। मान्छेको विषयान्तर गर्ने, डाइभर्ट गर्ने विषय मात्रै बनिरहेको छ। छ्यास उठाउने जनप्रतिनिधिले, स्थानीय प्रमुख जनप्रतिनिधि नेतृत्वहरूले, अनि त्यसपछि सकिने, कुनै कारण नहुने देखिएको छ। तपाईले हामी धरान प्रवेश तिनकुने छेउ पुग्न लागेका छौँ। यहाँ चाहिँ देख्नुहुन्छ शनिदेवको मन्दिर, विश्वकर्मा बाबाको मन्दिर, हामी क्रस भयौँ, गणेशको मन्दिर यहाँ हेर्न सक्नुहुनेछ। हामी धरानको सिटी एरिया प्रवेश गर्ने लागिरहेका छौँ। आज आकाश मजाले खुलेको छ, निलो आकाश। हामी विराटनगरबाट धरान फिर्दैछौँ होइन गुरुजी? रमाइलो भइरहेछ होइन यात्रा? गुरुजीको यो टी गरेको आवाज चाहिँ 80 क्रस गरेपछि यो गाडीले चाहिँ ठ्याक्कै सिग्नल गर्छ त स्पिड छै तेरो
गाडी स्पिड भयो भनेर 100 क्रस गरेपछि चाहिँ पि 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 भन्ने आवाज आउँछ भने यहाँ गुरुजीलाई 100 क्रस गरेपछि कस्तो आवाज आउँछ अरे डबल ट्रिपल टिटी दुर्भाग्य 4 लेनको सडक सकियो यो दुःखद कुरा हो यहाँ धरान हामीले जङ्गलसम्म तिनकुनेसम्म 4 लेनको गजबको बाटो आछ त्यसै त्यो 4 लेनको चिल्लो सडकलाई पुरै श्रेय लिन तछाड मछाड गरिरहेको छ हाम्रा स्थानीय सरकार प्रमुख जनप्रतिनिधिहरू माननीयहरू यहाँका नेतृत्व बुद्धिजीवी दलका नेताहरू मेरो कारणले भनिरहेछ तर तपाईको कारणले चाहिँ यो सडक नबनेका पनि छन् यो पनि म जानकारी गराउन चाहन्छु तपाईहरुको कारणले यो सडक चुप्पी जस्तो भएर अगाडि बढाएको छ तिनकुनेदेखि हेर्न सक्नुहुनेछ हामी चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भने पहिले काठमाडौँ हामी नाइट बसमा जाँदाखेरि बिचमा लाहान हुँदै ठाउँमा खाना खुवाउँदै रोक्थ्यो त्यहाँनिर सानो चाहिँ गाउँ जस्तो लाग्थ्यो अहिले धरान ठ्याक्कै कुनै ठाउँबाट अर्को ठाउँमा जाँदा बिचमा भेटिने गाउँ जस्तो भएको छ तपाईहरुको कारणले त्यही भएर चाँडोभन्दा चाँडो समन्वयन गरेर यहाँको स्थानीयसँग समन्वयकारी सकारात्मक भूमिका खेलेर उहाँहरूलाई सम्झाइ बुझाइ यसका सकारात्मक पाटहरू बुझाएर चाँडोभन्दा चाँडो यो सडकलाई चौडा गरेर ठुलो बनाएर अघि बढाएर धरानको विकासलाई गति दिन म अनुरोध गर्दछु यो उहाँहरूले कसैले पनि बनाएको हैन यो माथि सङ्घीय सरकारकै योजना अनुसार नीति अनुसार जोगमुनि किमा थाङ्काको सडक बन्दै गरेको म यहाँहरूलाई जानकारी गराउँदैछु कुनै पनि नेताले कुनै पनि चाहिँ स्थानीय सरकारको प्रमुखले होइन केही ढिलो हुँदाखेरि चाहिँ उहाँहरूले चाहिँ दबाब दिएको हो त्यति मात्रै हो र उहाँहरूको जिम्मा चाहिँ के हो भने यो चुप्पी जस्तो तिनकुनेबाट यो चुप्पी जस्तो सडक भएर जुन धरान छिरेको छ यो चाहिँ उहाँहरूको जिम्मा हो स्थानीय सरकार प्रमुखको यहाँका अहिले भएका जनप्रतिनिधि माननीयज्यूहरूको र यहाँ नेतृत्व गर्ने राजनीतिक दलका नेताज्यूहरूको चाहिँ यो चुप्पी जस्तो बाटो चाहिँ उहाँहरूको जिम्मा चाहिँ हो फेरि उहाँहरूले चाहिँ यहाँ समन्वयनकारी भूमिका खेलेर सरकारको योजनालाई धरान आइरहेको योजनालाई चाहिँ सफल बनाउने कार्यान्वयन गर्नेतिर लाग्नुपर्नेमा उहाँहरू बनिसकेका कुरालाई चाहिँ क्रेडिट लिने काम मात्रै गरिरहेछन् होइन त्यो कसैले पनि बनाएको होइन त्यो नेपाल सरकारले बनाएको हो नेपाल सरकारले यो पनि चाहिँ 4 लेनको सडक जाने हो तर यहाँका स्थानीय सरकार प्रमुख माननीय ज्यू दलका नेताहरूले चाहिँ यहाँका जनताहरूलाई सम्झाइ बुझाइ गर्न नसकेको कारणले गर्दाखेरि अहिले चाहिँ हामी तिनकुनेबाट चुप्पी जस्तो बाटो भएर हामी आउनु परेको छ यो दुर्भाग्य हो यो चाँडोभन्दा चाँडो चाहिँ अगाडि बढाउन पहल कदमी गर्नुहुन म सबै जिम्मेवारहरूलाई अनुरोध गर्दछु म आफै पनि जिम्मेवारी नागरिक नै हो म आफै पनि सबैलाई अनुरोध गर्छु म आफै पनि चाहिँ आफूले सकेको ठाउँबाट पहल गर्ने नै छु र अहिले भर्खरै यो वर्ष 82-83 मा तम्बर सुरुङ मार्ग धरान तम्बर सुरुङ मार्गको पनि कुरा उठेको छ त्यसलाई पनि चाहिँ चाँडोभन्दा चाँडो कार्यान्वयन गरेर अगाडि बढाउन हुन म अनुरोध गर्दछु चाहिँ स्थानीय सरकार प्रमुखले म बनाउनु दिन्न हुँदैन त्यहाँ पानी चाहिँ मुहान हो भनेर चाहिँ जस्ता कुराहरू आइरहेछ अभिव्यक्ति आइरहेछ म के भन्न चाहन्छु भने चाहिँ तम्बर सुरुङ बन्दाखेरि यहाँ चाहिँ एक त अहिले तम्बर करिडोर बनिरहेछ र तम्बर करिडोर हुँदै आउने माथि पान्थर ताप्लेजुङका चाहिँ यात्रुहरू चाहिँ तम्बरको सुरुङ मार्ग हुँदै धरानमा किनमेल गरेर बसेर धरान चाहिँ एउटा हब हुने सेन्ट्रलाइज हुने र यहाँबाट अन्य गन्तव्यतिर जाने सहज बाटो हुनेछ नत्र भने तम्बर करिडोर ठाडै चतरा जोडिएमा धरानबाट त्यो सडक बाइपास भएमा धरान निर्जीव सहर बन्ने सम्भावना छ अर्को कुरो चाहिँ सुरुङ मार्ग बनेमा सहज यात्रा सँगसँगै चाहिँ पर्यटकीय रूपमा पनि विकास हुने नै छ सँगसँगै चाहिँ तम्बरको पानी धरान मात्र होइन यहाँबाट चाहिँ तर विराटनगरसम्म पनि सुरुङ मार्ग भएर हामीले चाहिँ सहज रूपमा पानी ल्याउन सक्ने मल्टिपर्पज हुने पनि म यहाँहरूलाई जानकारी गराउँछु तपाईहरु आफैले पनि मनन गर्न सक्नुहुनेछ कतिवटा कुरा हामीले फेसबुक युट्युबतिर हेरेर मात्रै पनि बनाउने हैन हामी आफैले पनि कहिले कहिले मनन गर्ने हो विचार गर्ने हो विशेष गरी विदेशमा बस्नुहुने विकसित मुलुकमा चाहिँ नेपाल भन्दा 100औं गुना विकसित राष्ट्रमा बसेका हाम्रा धरान प्रेमी देशप्रेमी महानुभावहरूले पनि कुनै पनि कुराको फेसबुक र युट्युबमा मात्र हेरेर चाहिँ विचार बनाउने भन्दा पनि चाहिँ
फेसबुक र युट्युबमा आएका कुराहरू कति सत्य तथ्य छ, कति चाहिँ सही छन्, कतिको ठिक छन् भनेर एनालाइसिस पनि गर्न पर्छ होला भन्ने मलाई लागेको छ। अहिले धरानबाट चाहिँ तम्मर सुरुङ मार्ग लाने चाहिँ सरकारको योजना यो पटक कार्यान्वयनमा लाने सुरु गर्ने भन्ने कुरा छ। यसलाई हामी स्वागत गर्छौँ र सरकारलाई हामी धन्यवाद दिन चाहन्छौँ। चाँडोभन्दा चाँडो काम सुरु होस् र यो हाम्रा यहाँका स्थानीय नेतृत्व, जनप्रतिनिधि, स्थानीय सरकार प्रमुख मान्यज्यूहरू चाँडोभन्दा चाँडो तिनकुनेबाट सिटीतिर छिरेका चुपी जस्तो बाटोलाई फराकिलो बनाउन पहल गर्नुहोला। धन्यवाद।